Hello guys, welcome back to my channel. म हजुर तपाईँहरूको सामु एउटा नयाँ भिडियोको साथमा आइसकेको छु. Just for watching my channel. आज चाहिँ हामी चाहिँ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको गुम्बामा प्रस्थान गरिरहेका छौँ. नेपालको मात्रै होइन, विश्वकै यस्तो रहेको छ. पटे कुकुर गुम्बाभित्र प्रस्थान गर्ने भनिहाल्छ. यस्तो रहेको रहेछ. डेन्जर छ. हातमा त्यस्तो रहेछ. गुम्बा चारैपट्टि गुम्बा रहेछ. आजको दिनमा चाहिँ माथि हिमालतिर चाहिँ पुरा हिउँ परिआएको छ होइन. यतातिर चाहिँ अलिक परेन. अहिले हिउँ परेर खासै ठाउँहरू खुलिसकेको छैन अनि बादलहरू लागिरहेको छ होइन. ल हेर्न सक्नुहुन्छ, यो बादल लागेको एरियामा चाहिँ अहिले हिउँ परिरहेको छ. भोलि चाहिँ भुवाल देखिनेवालामा छ है. यहाँ चाहिँ एचइभी हाइएस्ट एभरेस्ट भ्यू पोइन्ट भन्ने चाहिँ त्यो हिमालदेखि अगाडिको डाँडामा ट्यागको पर्छ होइन. टुरिस्ट आउँदै हुनुहुन्छ. हेलो हेलो. अनि उहाँ चाहिँ चाइनाबाट बिलोङ गर्नु हुँदैछ. उहाँ चाहिँ अहिले नाम्चे पुग्छु भन्नुभएको रहेछ. अहिले करिब 5:30 भइसकेकोले अनि उहाँ दाइले चाहिँ सम्झाउँदै हुनुहुन्छ अलिकति टाढो पर्छ धेरै नै अनि बिस्तारो जानु भनेर सम्झाइराख्नु भएको छ. होइन यस्तै हो गाइज होइन, किनकि यो चाहिँ सजिलो छैन नि त हो लाइफ भने जस्तो. चाहिँ एउटा सर्टकट बाटो हानिरहेका छन् किनकि सर्टकट बाटो नै उसलाई मनपर्छ. किनकि उसलाई जति सक्दो मान्छे चाँडो पुग्छ नि त होइन. नाम्चे चाहिँ यो वल्लो हिउँ परेको डाँडादेखि अलिक परतिर त्यो गोइदाभित्र पर्छ कि है गाइज. थाहा छ नि त यो तल दुधकोसी अनि यो चाहिँ पुङ्ते हिमाल. त्यहाँबाट बिस्केम जानुपर्ने बाटो चाहिँ यता हुन्छ यो उकालो अनि बिस्केम जानुपर्ने हुन्छ यस्तो बाटो हुँदै खुड्किला हेर्न सक्नुहुन्छ. खुड्किलाको बाटो छ. त्यहाँबाट यो ओह्रालो झर्दा चाहिँ नाम्चे जाने बाटो. अनि त्यहाँबाट यता आउने क्रममा चाहिँ त्यहाँ चाहिँ कसले आज आगो बालेछ होइन. यो कुन एरियामा त खासमा बोल्न त नपाउनु पर्ने हो कि फोहोर पोल्ने ठाउँ त होइन होला के भन्छु मैले चाहिँ. अनि अहिले चाहिँ अब खासै केही त देखिया छैन गाई चाहिँ. अनि त्यही हो, भिडियोलाई चाहिँ लाइक सेयर चाहिँ गरिदिनु होला. अब खासै लाइक भ्युज जानु छोड्यो कि अनि म अल्छी लाग्न थाल्यो यार भिडियो बनाउनु. अब भ्युजहरू भए पो के अरे दुःख गरे अनुसारको भ्युजहरू जान थाल्यो भने चाहिँ भिडियो बनाऊँ लाग्ने त हो नि जसलाई पनि.